सबैमा नमस्कार अनि स्वागत छ मेरो युट्युब च्यानलमा। आशा गर्छु सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आराम छु, ठिकठाकै छु। र आज चाहिँ मैले चाहिँ हाम्रो गाउँको छेउमै रहेको एउटा चाहिँ छारा, एउटा ठुलो छारा छ। त्यसको चाहिँ भ्लग बनाउन गइरहेको छु। त्यसैको सिलसिलामा अब वनतिर गए, जङ्गलतिर गएपछि अब थोरै घाँस पनि म ल्याउने छु। हेर्नु होला, आज चाहिँ मैले त्यो छारा देखाउँछु कस्तो छारा है त। पहिले यो जङ्गलभरि मान्छे हुन्थे। यो चौतारीमा भाइर बिसाउने ठाउँ पाइने थिएन। अहिले अब एक्लै छु, एक्लै हिँड्दैछु। अब के गर्ने, अब घाँस काट्नु त पर्यो, त्यसैले एक्लै हिँड्दैछु। अब डर पनि लाग्ने कि फेरि बाघ भालुले फेरि अट्याक हान्छ कि जस्तो पनि लाग्ने। तर बाघ भालु त छैन होला यहाँबाट छन त। ल छरा भएको छ त्यहाँ, हो यहाँबाट देखिन्न। हो त्यो साइडमा हो, त्यो छ कि जुन कता हो त्यो, हो त्यो दिनु सक्यो। ल अब जङ्गल यो साथी हो। अब बाघ भालुले अट्याक गर्ने हो कि अब कस्तो के हो, अब जाउँ कि पसौँ कि जङ्गलभित्र, अब कस्तो हुन्छ है नि त। ल पसौँ हजुर, अब के हाल्नु। ल त्यो बेलामा हाम्रो बाजेहरूले हालेको अब काठको पुरो अहिलेसम्म जस्तै छ भनेपछि छैन त गजा। ल त्यस्तो छ। हामीले पाछो पनि होला हौ साथी। ल अनि फेरि त्यहाँ मन्दिर पनि छ। त्यहाँ हामी चाहिँ खिपुथान भन्छौँ। यसको वरफेरै यति छ घाँस, तर काटिँदैन कि हामीले। किन काटिँदैन भन्दा यसमा चाहिँ काट्यो भने चाहिँ औब्रिए घट्छ भन्ने हाम्रो चाहिँ मान्यता छ। त्यसले चाहिँ हामीले यसमा चाहिँ घाँस काटिँदैन। यो एरियामा जुन क्यामेरामा देखिएको छ नि, यो सबै एरिया हामीले चाहिँ घाँस काटिँदैन। कतिको पहिला भैँसीहरू पनि मरेको पनि घटनाहरू छ, त्यसले काटिँदैन हामीले। यस्तो हिउँदमा, यस्तो ठन्डामा पानीको सुक्खै आममा चाहिँ यस्तो छाडा देख्न पाइन्छ त। ल हेर्नु त, सर ल हेर्नु, यस्तो गजब छ है। ल हेर्नु पानी, यस्तो गजब छ, गजब। ल फाइनली म चाहिँ तल्लोपट्टि आएँ। हेर्नु छ, यस्तो बवाल देखिएको छ। यहाँबाट नजिक आयो भने झन् सानो खसेको टाढा छ। ओ माइ गड, यस्तो बवाल छ हेर्नु त हाम्रो गाउँको छारा। नजिकै बवालै छ साथी हो। एकछिन नजिक गएर हेर्नुपर्छ। ए घाँस पनि काट्नु छ फेरि। ओए घाँस त काटौँ नि, यसै मुरेर लाने क्या अहिले। पहिला छरा हेर नजिक गएर साथी। हेर्नु त रेनबो, आम्मा क्या बवाल है। यस्तो के हेर्नु त, आम्मा अग्लो छ नि साथी। हेर्दै यत्तिको नि यहाँ त, यो त अग्लो छ नि। यो त अग्लो छ यो। हेर्नु न, इन्द्रनी पनि लगाइदिएको छ क्या त्यही। कता कता धेरै मान्छे नि त। ल छरा पनि हेरियो, एकदमै रमाइलो लाग्यो। एकदम बवालै छ छरा पनि। तर भगवान् घाँस पो कता काट्ने हो भन्ने भयो कि। घाँस पनि कता काट्ने भन्ने भयो। त्यही भएर चाहिँ अब घाँस चिन्ता लाउनु लाग्यो मलाई फेरि। अब आइसकेपछि अलिअलि लिएर जानु पऱ्यो घाँस। तर भन्नुहुन्छ नि, छरा भनेको यस्तो माघ फागुन यस्तो अब लगभग हिउँदे अब पानी पनि सुक्खरामै हुने बेला हो नि त यो त खास त। तर यस्तो बेलामा पनि यस्तो पानीको एकदमै राम्रो क्या यो पानी। अझै गाउँतिर लहर अझै ठुलो आउँथ्यो यो पानी। यसमा चाहिँ एकदमै राम्रो छ। अब प्रमोट हुन नसकेको मात्रै हो, हाम्रो ठाउँहरू चिन्न नसकेको मात्रै हो। त्यो ठाउँमा चाहिँ अब यहाँ चाहिँ गाडीको रोड पनि ल्याउने भन्ने कुरो पनि थियो यहाँ। अब कस्तो हुन्छ अब त्यो, अब पछि हुन्छ अब।
ल ओके अब च्याट्ट बाँधेर घर गएर अब हेरियो घुम्यो फिरियो घाँस पनि काट्यो गजागो गरियो बन्देर एक्लै छु कोही छैन जनाउनु पर्छ क्या फेरि बाघ भालुले हान्छ त फेरि फेरि अब च्याट्ट बाँधेर यसलाई बाँधेर चाहिँ अब घर गएर अब त्यही हो अब भारी गरेर जानुपर्छ ओके म चाहिँ घाँस लिएर आएर घाँस चाहिँ त्यो राखेर म चाहिँ खाजा खान लाग्छु अर्ग्यानिक तरिकाले अब खाजा खानु पऱ्यो त्यसपछि हुन्छ कुरा खायो तिमीले खायो लामु सबै निकालेको छैन त ओ तल डोजर बिरे हेर्नु कस्तो भएको छ बिचरा सबै बिरे टेन्सन सबै निकालेर पहिले बिग्रेको मान्छेले बिगारिदिएछ क्या त्यो के भन्छ अरे ट्याङ्कीभित्र त्यसको चाहिँ फ्युल ट्याङ्कीभित्र होइन पानी हालिदिएको कि कस्तो होला त्यो फ्युल ट्याङ्की र त्यो जुन हाइड्रोलिक ट्याङ्की हुन्छ त्यसमा दुइटैमा पानी हालिदिएको कि त्यस्तो खतरा जुन यो जुन साउको मान्छेसँग त्यस्तो चाहिँ रिसिभ थियो होला नि त त्यही भएर खतरा त्यही भएर गाह्रो छ कि यो दुनियाँमा चाहिँ गरेर खान्छु भन्दा पनि गाह्रो छ गर्न पनि गाह्रो छ के गर्ने ओ तल फेरि बिचरा मल बोकेर यस्तो हिँड्ने भानुभएको छ नि त मजा देखिएको छ यार ल आऊ जाम ल साथी म चाहिँ रनिङ हान्न जानु लाग्यो म त प्रायः जस्तो बेलुका बेलुका सधैँ रनिङ हान्छु नि त किनकि मेरो चाहिँ यो फ्याटी लिभरको समस्याले गर्दाखेरि बेलुका बेलुका एक्सर्साइज गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ अब रनिङ हान्न जाँदैछु म र आजको भिडियो पनि म यति गर्न चाहन्छु र यतिन्जेलसम्म हजुरहरूले पनि भिडियो साथ दिनुभयो त्यसको लागि एकदमै धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु र भिडियो के कस्तो लाग्यो भिडियो मन परे भिडियो लागेर च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु भन्दै अर्को भिडियोमा भेट्ने बाजा गर्दै बिदा चाहन्छु हस्त जय नेपाल शुभरात्रि ओइ किन लडेको उठ रनिङ हान्यो राति पर लाग्यो अब त रातै भइसक्यो तिमीहरू पनि ल ल ओके ल ल ओके